रेज्युमेमा ग्याप छ? यस्तो आन्सर दिए इन्टरभ्युअर सक्ड हुन्छ। स्वागत छ तपाईलाई आजको यस विशेष प्रस्तुतिमा। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले धेरैलाई निद्रा लाग्न दिँदैन। त्यो हो रेज्युमे ग्याप। तर आजको यो विश्लेषणपछि तपाईलाई यो ग्यापसँग डर लाग्ने छैन। बरु यो ग्यापलाई कसरी आफ्नो सबैभन्दा ठूलो शक्ति बनाउने र त्यही कमब्याकको कथालाई युट्युबको लागि एउटा भाइरल, सिनेम्याटिक, सर्ट फर्म कन्टेन्टमा कसरी बदल्ने भनेर हामी एकदमै गहिराईमा बुझ्नेछौँ। ल सुरु गरौँ है त। आजको हाम्रो एजेन्डा सरसर्ती हेरौँ। पहिलो, रिज्युमे ग्यापको वास्तविकता। दोस्रो, यो कथालाई कसरी नयाँ तरिकाले प्रस्तुत गर्ने। तेस्रो, भावनात्मक कथा वाचन। चौथो, भिजुअलमा स्प्लिट स्क्रिनको प्रभाव। पाँचौं, डाइनामिक सबटाइटल्स। र अन्त्यमा दर्शकलाई क्लिक गर्न बाध्य बनाउने विनिङ थम्बनेल्स। पहिलो खण्ड, द रेज्युमे ग्याप रियालिटी। इमेजिन गर्नुस् त तपाईँ अन्तर्वार्तामा हुनुहुन्छ र अगाडि बसेको व्यक्तिले एकदमै गम्भीर हुँदै सोध्छ, तपाईँको रेज्युमेमा त धेरै ग्याप देखिन्छ, बीचबीचमा धेरै समय काम नगरी बसेको जस्तो छ, हामीले किन तपाईँलाई हायर गर्ने? उफ, यो सुन्दा कति नर्भस भइन्छ नि, होइन? तर अडिकोको रिसर्चले के भन्छ भने यस्तो बेला अत्तालिने वा कुरा लुकाउने होइन, बरु एकदमै पारदर्शी हुने र त्यो समयलाई सकारात्मक रूपमा कसरी सदुपयोग गरियो भनेर देखाउन सक्नु नै यसको अचूक उपाय हो। यसलाई यसरी बुझौँ न। उत्तर दिने दुईवटा तरिका हुन्छन्। एकातिर क्षमा माग्ने र डिफेन्सिभ हुने शैली हुन्छ जसले तपाईँलाई कमजोर देखाउँछ, तर अर्कोतिर कन्फिडेन्ट र ग्रोथ फोकस्ड उत्तर हुन्छ, जस्तो कि त्यो खाली समयमा तपाईँले कस्तो नयाँ सिप सिक्नुभयो, कसरी आफूलाई तयार गर्नुभयो र अब कम्पनीलाई कसरी फाइदा दिन सक्नुहुन्छ। कमजोरीलाई अवसरमा बदल्ने जादु नै यही हो। अब लागौँ दोस्रो खण्डतिर, रिफ्रेमिङ द न्यारेटिभ। प्लानेट स्पार्कले दिएको यो रणनीतिक प्लेबुक मलाई एकदमै मनपर्छ। यहाँ 4वटा आरको कुरा गरिएको छ: रिफ्लेक्ट, रिफोकस, रिपोजिसन र रिच नेक्स्ट। यसले के प्रश्न पार्छ भने नि, करियर ग्याप भनेको तपाईँको कमजोरी हुँदै होइन, यो त एउटा ग्रोथ फेज हो जहाँ तपाईँले आफ्ना पुराना अनुभवहरूलाई समेटेर भविष्यको ठूलो छलाङको लागि आफूलाई तयार गर्नुहुन्छ। अब प्रश्न आउँछ, यसलाई व्यवहारमा कसरी उतार्ने त? यसका लागि 3वटा सिम्पल स्टेप्स छन्। पहिलो, आफ्नो अनुभवको राम्रोसँग अडिट गर्नुहोस्। दोस्रो, तपाईँले सिकेका ती सिपहरू खोज्नुहोस् जुन नयाँ काममा पनि प्रयोग हुन सक्छन्, जसलाई हामी ट्रान्सफरेबल स्किल्स भन्छौँ। र तेस्रो, एउटा बलियो ब्रिज स्टेटमेन्ट बनाउनुहोस् जसले तपाईँको विगतलाई सिधै तपाईँको भविष्यको लक्ष्यसँग जोड्न सकोस्। तेस्रो खण्ड, इमोसनल सर्ट फर्म स्टोरी टेलिङ। अब यो कन्सेप्टलाई एउटा भाइरल कन्टेन्टमा कसरी ढाल्ने त? फिक्सन मिडिया र इनबिटका अनुसार उत्कृष्ट स्क्रिप्ट जहिले पनि 3 भागमा बाँडिएको हुन्छ: सेटअप, रिभिल र टेकअवे। एउटा सिनेम्याटिक भिडियो इमेजिन गर्नुहोस्। एकजना आत्मविश्वासी नेपाली महिला मुस्कुराउँदै भन्छिन्, हो सर म्याम, मेरो करियर जर्नी बिल्कुल स्ट्रेट थिएन, तर त्यो ग्याप मेरो कमजोरी होइन, मेरो ग्रोथ फेज थियो। त्यो समयमा मैले नयाँ स्किल्स सिकेँ, आफूलाई पर्सनली डेभलप गरेँ र रियल लाइफ च्यालेन्जेस ह्यान्डल गर्न सिकेँ। म जब मात्र खोजिरहेको छैन, म कम्पनीलाई भ्याल्यू दिन तयार छु। सुन्नुस् त, यो कति पावरफुल सुनिन्छ? यस्तो इमोसनल र संवादात्मक स्क्रिप्टले दर्शकलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राख्छ। चौथो खण्ड, स्प्लिट स्क्रिन भिजुअल इम्प्याक्ट। कथा मात्र राम्रो भएर हुँदैन, भिजुअल पनि त्यत्तिकै दमदार हुनुपर्छ। फेसलेस.सोको सल्लाह अनुसार एउटै स्क्रिनमा 2 फरक भावनाहरू देखाउन स्प्लिट स्क्रिनको प्रयोग एकदमै प्रभावकारी हुन्छ। एकातिर रातो ब्याकग्राउन्ड, रिजेक्सनका चिन्हहरू र एकदमै चिन्तित अनुहार राख्ने, अनि ठ्याक्कै अर्कोतिर शान्त नीलो प्रकाश, हार्ड लेखिएका चिन्हहरू र एकदमै आत्मविश्वासी प्रोफेसनल अनुहार। नर्भसबाट कन्फिडेन्ससम्मको यो ट्रान्सफर्मेसन एउटै फ्रेममा देख्दा दर्शकको दिमागमा गहिरो मनोवैज्ञानिक असर पर्छ। यो साँच्चै नै कमालको भिजुअल ट्रिक हो। पाँचौं खण्ड, डाइनामिक सबटाइटल्स एन्ड इन्गेजमेन्ट। तपाईले आजकल युट्युब शर्ट्स वा रिल्समा एउटा कुरा पक्कै याद गर्नुभएको होला: स्क्रिनमा उफ्रिँदै आउने शब्दहरू। साउथ 11ले यसलाई डाइनामिक सबटाइटल भन्छ। वक्ताको बोल्ने गति र ऊर्जासँगै नेपाली शब्दहरू ठ्याक्क पपअप हुने र पछाडिको बक्स पनि आफै रिसाइज हुने। यसले दर्शकको ध्यान अलिकति पनि भड्किन दिँदैन। अचम्मको कुरा के छ भने, यदि दर्शकले म्युट गरेरै भिडियो हेरिरहेको छ भने पनि यो प्रेरणादायक सन्देश उसको दिमागमा सिधै रेजिस्टर हुन्छ। छैठौं र अन्तिम खण्ड, विनिङ थम्बनेल स्ट्र्याटेजिज। कन्टेन्ट जतिसुकै राम्रो भए पनि दर्शकले भिडियोमा क्लिक नै गरेनन् भने के अर्थ रह्यो र? युट्युबको भिडभाडमा थम्बनेलले नै फर्स्ट इम्प्रेसन दिने हो। अनको मार्केटिङका अनुसार यहाँ हाई कन्ट्रास्ट रङहरूको ठूलो भूमिका हुन्छ।
उदाहरणका लागि गाढा नीलो र उज्यालो रातो रङको 60-30-10 नियम लगाउने। यसले गर्दा मोबाइलको सानो स्क्रिनमा पनि तपाईको थम्बनेल एकदमै प्रष्ट देखिन्छ र आँखा सिधै त्यही पुग्छ। थम्बनेललाई अझै क्लिकेबल बनाउने केही सुनौला नियमहरू छन्। धेरै कथा लेख्ने होइन, जम्मा 3 देखि 5 वटा बोल्ड शब्दहरू राख्ने। जस्तै एकातिर चिन्तित हुँदै रेज्युमे ग्याप अनि अर्कोतिर एकदमै कन्फिडेन्ट हुँदै हायर्ड। अनुहारको भाव एकदमै वास्तविक र इमोसनल हुनुपर्छ। रुल अफ थर्ड्स प्रयोग गरेर अनुहार वा टेक्स्टलाई छेउतिर राख्ने र एउटा प्रष्ट डाइरेक्सनल एलिमेन्ट जस्तै एरो वा नजर मुख्य सन्देशतिर फर्काउने। यो फर्मुलाले क्लिक थ्रु रेट एकदमै बढाउँछ। अब हामी आजको यो विश्लेषणको अन्त्यमा आइपुगेका छौं। यी सबै कुराको सार एउटै लाइनमा भन्नुपर्दा करियर ग्याप होइन, कमब्याक इम्पोर्टेन्ट हो। चाहे तपाईँ साँच्चीकै अन्तर्वार्ता दिँदै हुनुहुन्छ वा युट्युबमा अरूलाई प्रेरित गर्न सिनेम्याटिक भिडियो बनाउँदै हुनुहुन्छ, सबैभन्दा शक्तिशाली हतियार भनेकै तपाईँको विकास र प्रगतिको कथा हो। ग्यापलाई कमजोरी होइन, आफ्नो शक्तिको रूपमा प्रस्तुत गर्नुहोस्। आशा छ यो प्रस्तुतिले तपाईँलाई आफ्नो कथा नयाँ तरिकाले सुनाउन पक्कै प्रेरित गरेको छ। आजको लागि यति नै। सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद।